हाई एभ्रिवान नमस्ते। सो वेलकम छ हजुरहरूलाई मेरो ब्लगमा। सो म चाहिँ ड्युटीबाट आएर चाहिँ यहाँनिर फुलहरू रोप्न आँटेको। अनि यो चाहिँ हो मल है, अनि माटो र मल मिक्स गरेर चाहिँ फुल रोप्ने हो। अनि यो चाहिँ हो अर्ग्यानिक मल, यो चाहिँ वेस्टबाट लिएर आउनुभएको अस्ति गाईको है मेरो हस्बेन्डले। सो अन्त यो चाहिँ यसरी माटोसँग मिक्स गरेर म चाहिँ फटाफटी फुल रोप्नुतिर लागेँ साथीहरू होइन। अन्त यहाँ चाहिँ मैले अलिअलि चाहिँ फुल रोप्नुपर्ने छ। सो अनि प्रायः जस्तो चाहिँ मैले पट चेन्ज गर्नुपर्ने छ है, मनी प्लान्टको पटहरू चाहिँ सबै फाटिसकेको छ नि त। सो अनि यहाँ चाहिँ मेरो हस्बेन्डले चाहिँ मलाई फटाफटी ल्याइदिनु हुँदैछ है मनी प्लान्ट चाहिँ यसरी है। अन्त यसमा चाहिँ अलिअलि माटो पनि थप्नुपर्ने छ, किनभने यो चाहिँ धेरै भएको थियो नि त। सो अनि यसरी हामी चाहिँ पट यतिकै चेन्ज गर्दैछ होइन। यसलाई चाहिँ हामी नफुटाइकन यतिकै झ्याङ बोटै अब नछुटाइकन चाहिँ हामी यसरी नै सार्दैछ। मलाई चाहिँ मेरो हस्बेन्डले पनि सघाउनु हुँदैछ यहाँनिर, त्यो भएर चाहिँ छिटो हुँदैछ काम दुईजना भएपछि चाहिँ होइन। सो अन्त मैले यो प्लान्टलाई चाहिँ किन यसरी बाँधेको भने चाहिँ झुरुप्पै आओस् भनेर बाँधेकै साथीहरू। यो प्लान्टलाई चाहिँ मैले यतिकै पटमा लगाइदिँदैछु, किनभने चाहिँ यत्रो बनाउनु चाहिँ टाइम लाग्छ, त्यो भएर। यो स्नेक प्लान्टलाई माटो नहालेको चाहिँ थुप्रो भएको थियो नि त होइन, अलिक कम्ती पनि भइसकेको थियो। अनि आज चाहिँ मल माटो मिक्स गरेर चाहिँ यसरी हालिदिएर रेडी गरिसकेको छु। सो अनि यहाँ देख्न सक्नुहुन्छ है। अब यिनीहरूलाई चाहिँ म मजाले मिलाएर राख्नेछु। अनि यहाँनिर चाहिँ बहिनीले यसरी फुलहरू रोपेर गएको पनि यसरी मजाले सरिसकेको छ। अनि सबै फुललाई माटो कम्ती भइरहेको थियो, अनि आज चाहिँ सबैलाई मैले माटोहरू पनि थपिदिएँ होइन। अन्त यहाँनिर चाहिँ यसरी सफा गरेर अब मजाले मिलाएर राख्छु यहाँनिर चाहिँ। अनि मेरो हस्बेन्डले चाहिँ भित्रबाट लुकी भिडियो गरिदिनु हुँदो रहेछ, मैले मिलाउँदै गरेको। मलाई चाहिँ साथीहरू फुल्ने फुलभन्दा पनि बेसी जस्तो चाहिँ प्लान्टहरू मनपर्छ, किनभने चाहिँ यिनीहरूलाई बेसी स्याहार्नु पर्दैन है। मैले चाहिँ त्यही भएर स्नेक प्लान्ट यसरी बेसी रोपेको छु। यसलाई चाहिँ बेसी पानी लगाइरहनु पनि पर्दैन साथीहरू। फाइनली अहिले भने चाहिँ मैले यसरी मिलाइसकेको छु सिनिक्कै है। अघि कस्तो थियो अहिले यसरी मिलाएको छु। सो मलाई चाहिँ मेरो हस्बेन्डले पनि सघाउनु भयो, त्यो भएर छिट्टो भयो नि त काम। ल त साथीहरू भेट्दै गरौँ नेक्स्ट भिडियोमा। अहिलेलाई बाई।